केकहरूलाई काटेर बत्ती निभाएर यसरी गर्ने पश्चिमबाट यसरी रोडीमुडी सोरिँदै हाम्रो सनातनभित्र बसिसकेको थियो। र खासै हामीले गर्नुपर्ने दीर्घायुको लागि, अष्टचिरञ्जीवीको समृद्धिको लागि, अष्टचिरञ्जीवीको र निरोगको लागि पनि अष्टचिरञ्जीवीको यसरी जन्मोत्सवमा भक्ति आराधना गर्यौँ भने आफ्नो बालबालिकाहरूलाई निरोगी भएर जाँदछन्, सुस्वास्थ्य भएर जाँदछन्, विद्याले सधैँ बास गर्दछन्। त्यसै चिरञ्जीवीभित्र यो सबै गुणहरू आफ्ना आफ्ना गुण हुँदछन्। र यस प्रकारले अष्टचिरञ्जीवी भनेको को त के हो त भन्दाखेरि चिरञ्जीवी भनेका कहिल्यै पनि मर्ने छैनन्। अष्टचिरञ्जीवी 8 जना थिए, कहिले पनि मर्दैनन्, रूप फेरिरहन्छन्, कहिले पनि शरीर मर्नेवाला छैन। त्यसैले गर्दाखेरि को थिए त भन्दाखेरि अस्पस्थामा भन्ने थिए एकजना, त्यसै प्रकारले बल भन्ने थिए, विभीषण पनि थिए, हनुमान पनि थिए, कृष्ण पनि थिए, र यस्तो प्रकारले व्यास पनि थिए। यस्तो प्रकार उहाँहरू चाहिँ हुनुहुन्थ्यो अष्टचिरञ्जीवी। 8वटा चिरञ्जीवी कहिले पनि नमर्ने, कहिले पनि रोग नलाग्ने, यिनीहरूकै उहाँहरूकै आशीर्वाद लिएर हामीलाई पनि, हाम्रो यो बाल बिलकलाई पनि चिरञ्जीवी गराइदिनुहोस् भनेर यसरी पूजा आजा गरेर हामीले उत्सव मनाउनु पर्दछ। किनभने हामी त यही सनातनको कल्चर मनाउने हो है। दसैँ मनाउँछौँ, उत्सवहरू मनाउँछौँ, पर्वहरू मनाउँछौँ र आफ्नो बालबालिकालाई पनि यसरी नै भगवानको आशीर्वाद मागेर लिएर चिरञ्जीवीको पूजा लगाएर गर्नु अति उत्तम हुनेछ। र हामीले कति जग्गा के देखेका छौँ त भन्दाखेरि त्यो बत्तीलाई निभाएर, क्यान्डललाई निभाएर हामीले मनाउँदछौँ। यो हाम्रो कल्चरमा सरासर गलत छ। हाम्रो त बत्तीलाई बालेर उज्यालो पार्ने हो। हाम्रो त बत्ती निभाउने होइन, बलिरहेको दियोलाई निभ्यो भने पनि अशुभ मानिन्छ भयो। त्यसैले गर्दाखेरि कहिले पनि यो गलत काम नगर्नु। हामी हुन त अहिलेसम्म अज्ञानी छौँ र हामीले गुरुको आशीर्वाद लिएर, गुरु परम्परालाई मानेर, जिजु बाजे पुस्ताहरूले यसरी गर्दै ल्याएका परम्परा संस्कृतिलाई बढी मिठो छ, अति उत्तम छ। किनभने निभाउनुको सट्टा दियोलाई संरक्षण गरेर छेकेर राखिन्छ। र दियो के हो त भन्दाखेरि एकमात्र कर्म गरे